क्रोम ब्राउजरमा जानु होला। त्यसमा गएर युट्युब लगइन गर्नु होला। युट्युब लगइन गरिसकेपछि हजुरले यस्तो खालको इन्टरफेस खुल्छ। हजुरले च्यानल कस्टमाइज च्यानलमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि हजुरको यस्तो खालको इन्टरफेस खुल्छ। हजुरले देख्न सक्नुहुन्छ च्यानल कस्टमाइजेसन। हजुरले तलतिर सार्नु होला। सेटिङ छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि हजुरले यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। हजुरले यहाँ जेनरल च्यानल छ, हजुरले च्यानलमा क्लिक गर्नु होला। च्यानलमा क्लिक गरिसकेपछि हजुरले एउटा पहिलो सेटिङ भनेको हजुरहरूको गर्नै पर्ने हजुरले किबोर्ड युट्युब च्यानल के क्याटेगोरीमा छ त्यो क्याटेगोरी अनुसारको हजुरले किबोर्ड राख्नुपर्ने हुन्छ। पहिलो कुरो त हजुरले यो किबोर्ड राख्नु भने हजुरको युट्युब भिडियोहरू सर्चमा आउनेछ। र दोस्रो सेटिङ छ, हजुरले हेर्न सक्नुहुनेछ अपलोड डिफल्टमा जानु होला र हजुरले देख्न सक्नुहुन्छ। र एडभान्टेज सेटिङमा जानु होला र हजुरहरूको च्यानल कुन क्याटेगोरीमा छ, हजुरले एजुकेसनल, इन्टरटेनमेन्ट हजुरले त्यो राख्नु होला। र भिडियो ल्याङ्ग्वेज पनि कुन ल्याङ्ग्वेजमा छ त्यो राख्नु होला। हजुरहरूले यी दुई सेटिङ चाहिँ गर्नुभयो भने हजुरहरूको च्यानल एकदम ग्रो हुनेछ।